धुमधामले भाइ टिका अर्थात् भाइ पूजा गराएर मनाइयो। यसमा हामी धेरै धेरै खुसी छौँ। हाम्रा सम्पूर्ण नेपालीहरू जताततै अत्रतत्र छरिएका सबैजनामा सबैलाई शुभ शुभ तिहारको कामना छ। सबैजनालाई यदि कसैमा तिहारको कामना छ। सबैजनालाई यदि कसैमा रोग ब्याज केही दुःख कष्टहरू आइरहेको ल यो अहिलेको 2082 साल कार्तिक शुक्ल पक्षको आज बिहिबार गोपाल सहस्र गोविन्द सहस्रको आज सम्पूर्ण समाप्त होस्। कसैलाई पनि यस नेपालवासी हामी सबै दाजुभाइ दिदीबहिनी छोराछोरी हाम्रा नातिना जो कसैलाई पनि केही नहोस्। यदि रोग ब्याज लागेको रहेछ भने यस कार्तिक महिनाको शुक्ल पक्षको 2 दिनको टिकाले सबैलाई सुख शान्ति छाओस्। हस्त नमस्कार। तालियां हो जाए।